भित्रदेखि लाग्छ नि, र्याङ्क अप हुने मान्छेले त प्राउडको साथ भनिहाल्छ। जसरी साथीहरू अघि स्टेजमा जानुभयो हैन, एचिभरको रिवार्डहरू लिनुभयो, सो भन्न मजा आउँछ। तर कहिलेकाहीँ त्यो भन्न नसक्दाखेरि हाम्रो मनमा कस्तो खालको अनुभूति हुन्छ, यो मेरो लागि होइन कि, या मैले गर्न सकिनँ कि, या मेरो भाग्यमै छैन, हामी दोष दिन थाल्छौँ। हामी जीवनको कति असफलताहरूलाई हाम्रो बुवा आमासँग जोड्ने गर्छौँ। म गरिब परिवारमा जन्मेको म यस्तो भएको हो कि होइन, हामी बुवा आमालाई पनि दोष दिने गर्छौँ अनि आफ्नै भाग्यलाई दोष दिने गर्छौँ। तर म तपाईँलाई भन्छु, हेलो सुनिन्छ? त्यहाँबाट चाहिँ सो हामी सबैजना सफल हुन, धनी हुन लागि जन्मेको व्यक्ति हो, असफल हुनको लागि त हामी जन्मेकै होइनौँ। त्यसैले हामी यो समाजमा जति पनि सफल व्यक्तिहरू देख्छौँ, त्यो सबै हामीलाई पनि कहिलेकाहीँ के लाग्छ भने म पनि त्यस्तै बन्न पाए हुन्थ्यो, यतिकै सफल हुन पाए हुन्थ्यो भन्ने लाग्छ। तर त्यो व्यक्ति सफल बन्नको लागि त्यसले कति सङ्घर्ष गर्यो, कति जीवनको उतार चढावहरूलाई सहयोग भन्ने कुरा हामी हेर्दैनौँ। माथि फुल फुलेको मात्रै हेर्छौँ, त्यो फुल फुल्ने गुलाबको कति जरा तल गएको छ, त्यो गुलाबको रुख कति मजबुत छ, कति वर्ष लगाएर फुल्यो भनेर हामी त्यो समय हेर्दैनौँ। केवल अहिले भर्खरको परिणामलाई मात्रै हेर्छौँ। जब हामी परिणामलाई मात्रै हेर्छौँ नि, अनि हामी कहिले सफल हुन्छौँ। यदि सफल हुनु छ भने त्यो परिणामलाई हेर्नुभन्दा अगाडि त्यो परिणाम आउँदाखेरि त्यसले कति सङ्घर्ष गर्यो त्यसलाई बुझ्न जरुरी छ। त्यसैले जब हामी सङ्घर्षलाई बुझ्छौँ अनि मात्रै हामी सफल बन्न सक्छौँ। र कहिलेकाहीँ हामी अनायासमा भन्ने गर्छौँ, 2 महिना 4 महिना 6 महिना काम गरेपछि जुन हाम्रो र्याङ्क अचिभ हुँदैन, अर्को साथीले के भन्छ, तिमीले कति कमायौ, तिमी कुन र्याङ्कमा पुग्यौ त, सोध्छ होइन? अनि तपाईँलाई भित्रदेखि लाग्छ नि, र्याङ्क अप हुने मान्छेले त प्राउडको साथ भनिहाल्छ। जसरी साथीहरू अघि स्टेजमा जानुभयो होइन, एचिभरको रिवार्डहरू लिनुभयो, सो भन्न मजा आउँछ। तर कहिलेकाहीँ त्यो भन्न नसक्दाखेरि हाम्रो मनमा कस्तो खालको अनुभूति हुन्छ, यो मेरो लागि होइन कि, या मैले गर्न सकिनँ कि, या मेरो भाग्यमै छैन, हामी दोष दिन थाल्छौँ। हामी जीवनको कति असफलताहरूलाई हाम्रो बुवा आमासँग जोड्ने गर्छौँ। म गरिब परिवारमा जन्मेको म यस्तो भएको हो कि होइन, हामी बुवा आमालाई पनि दोष दिने गर्छौँ अनि आफ्नै भाग्यलाई दोष दिने गर्छौँ। तर म तपाईँलाई भन्छु, भाग्य त्यसलाई भनिन्छ नि होइन। भाग्य भन्ने चिज चाहिँ हामी जन्मिँदाखेरि नै लिएर आएको हुन्छौँ। कसैलाई भगवानले अलि धेरै दिने, कसैलाई अलि थोरै दिने, यो भएको छैन। जसले भाग्यलाई चिन्न सक्छ त्यसले छिटो प्राप्ति गर्न सक्छ, जसले भाग्यलाई चिन्न सक्दैन त्यसले ढिलो प्राप्ति गर्न सक्छ। त्यसैले एउटा ल्याटिनमा एउटा उखान छ, द फर्च्युन फेभर्स द ब्रेड। भाग्य यस्तो चिज हो, त्यसलाई सहयोग गर्छ जो बहादुर हुन्छ। कमजोर मान्छेलाई, जहिले पनि शङ्कामा हिँडिरहने, आफूप्रति विश्वास नगर्ने यस्तो मान्छेलाई कहिले पनि भाग्यले सहयोग गर्दैन, भाग्यले सपोर्ट गर्दैन। जो मान्छे जिम्मेवारीको महसुस गर्छ, जिन्दगीमा म केही गर्छु भनेर हिँड्छ, त्यस्तो मान्छेलाई मात्रै, त्यस्तो बहादुरी मान्छेलाई मात्रै भाग्यले साथ दिने गर्छ। त्यसैले आज तपाईँ जति व्यक्तिहरू हुनुहुन्छ, यदि सफल हुन चाहनुहुन्छ भने तपाईँले आफ्नो पेसालाई नजिकबाट चिन्न जरुरी छ र विश्वास गर्न जरुरी छ। यदि विश्वास गर्न सकेन भने तपाईँको सफलता पनि निश्चित छैन।
Am I right? ओके फोटोसुट भइसकेकोले कृपया स्टेज खाली गरिदिनु होला यहाँलाई धेरै धेरै कङ्ग्रेचुलेसन र अझै प्रगति हो ग्लोबल ओडियन्सले अझ थप ऊर्जा यहाँलाई दियो